हस्पिटलमा कुनै पनि इमर्जेन्सी केस आउँदा सबैभन्दा पहिले रेस्पोन्स गर्ने भनेकै नर्स हुन्छ। तर ती नर्सहरू अहिले हस्पिटलमा काम धेरै बढ स्यालेरी एकदमै कम भएको कारण अहिले प्रोटेस्ट गरिरहेका छन्। उनीहरूको डिमान्ड भनेको सरकारले तोकेको अनुसार स्यालेरी दिनुपर्ने। 2081 साल मङ्सिर 27 गते स्वास्थ्य मन्त्रालयले एउटा निर्णय गरेको थियो, सबै नर्सहरूलाई मिनिमम मन्थली स्यालेरी 34,730 दिनुपर्ने। तर प्राइभेट हस्पिटलहरूले यो कुरा मान्न तयार नै छैन। उनीहरूले भनिरहेछ कि लगानी हाम्रो हो र यस्तो डिसिजन पनि हामी नै लिन्छौँ। यसै विषयमा प्राइभेट र डेन्टल मेडिकल कलेज एसोसिएसनले भने हामी सरकारी लेभल जतिको स्यालेरी दिन सक्दैनौँ। अहिले नेपालको धेरै जसो प्राइभेट हस्पिटलमा नर्सको स्यालेरी 15 देखि 20,000 सम्म मात्र छन्। अब तपाई आफै सोच्नुस्, कसैले पढाइमा लाखौं खर्च गर्छ, वर्षौं मेहनत गर्छ, तर अन्तमा जब गर्दा मात्र 15 देखि 20,000 मन्थली स्यालेरी पाउँछ, जबकि नेपाल गभर्नमेन्टले कुनै पनि वर्करहरूको मिनिमम मन्थली स्यालेरी 19,550 तोकेका छन्।